पेटमा ग्यास जम्मा भइरहन्छ, घाँटीमा जलन भइरहन्छ, खाना खाइसकेपछि खाना राम्रोसँग पच्दैन या हजम हुँदैन र यो सबै प्रोब्लमको कारणले राति तपाईँलाई निद्रा लाग्दैन या तपाईँ निदाउन सक्नुहुन्न। चिन्ता नगर्नुहोस्, यो प्रोब्लममा तपाईँ मात्र एक्लै हुनुहुन्न। यो प्रोब्लमलाई गट प्रोब्लम भनिन्छ। ग्यास्ट्रो एसोफेजियल रिफ्लेक्स डिजिज। यसो चिज पनि पिएर हेरिसक्नुभयो, दुध पनि ट्राई गरिसक्नुभयो, कम्स एन्ड एन्टिएसिड इभन डक्टरले दिएको औषधि पनि ट्राई गरेर हेरिसक्नुभयो। यति धेरै कुराहरू तपाईँले ट्राई गरिसक्नुभयो, तैपनि तपाईँको एन्टी रिफ्लेक्सको समस्या सल्भ भएको छैन। लेट मी एक्सप्लेन यु व्हाई। पेटभित्र एसिड हुनु एकदमै जरुरी हुन्छ। खानालाई ब्रेक डाउन र डाइजेसन गर्नका लागि यसको मद्दत चाहिन्छ। तर तपाईँको गटमा जतिखेर प्रोब्लम हुन्छ र फुड राम्रोसँग डाइजेस्ट हुँदैन, त्यतिखेर तपाईँको बडीलाई लाग्छ एसिड इनफ छैन। त्यस पछाडि उसले आफ्नो एसिडको प्रोडक्सनलाई बढाइदिनेछ। त्यस पछाडि एसिड यति धेरै पर्नेछ कि तपाईँको घाँटीसम्म आइपुग्छ। यसैको कारणले तपाईँलाई जलन हुन्छ। गटको प्रोब्लम एक्चुअली एसिड नभएर तपाईँको अनहेल्दी गट हो। गटको प्रोब्लमको कारणले तपाईँको बडीले एक्स्ट्रा एसिड बनाउनु परिरहेको छ। एसिडको प्रोब्लमलाई ठिक गर्नु छ भने सबैभन्दा पहिले तपाईँले आफ्नो गटको प्रोब्लमलाई ठिक गर्नुपर्ने हुन्छ। हाम्रो गटभित्र गुड ब्याक्टेरिया हुन्छ, त्यसलाई भनिन्छ प्रोबियोटिक्स र त्यसलाई हेल्दी बनाउनका लागि हामीले राम्रो खाना दिनु पर्दछ र त्यो हेल्दी खानाको नाम हो प्रिबियोटिक्स, जसलाई हामीले फाइबर पनि भन्ने गरिन्छ। यदि तपाईँ पनि एसिड रिफ्लेक्स प्रोब्लमसँग सफर गरिराख्नु भएको छ भने र यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने कमेन्टमा फाइबर लेख्न चाहिँ नबिर्सिनु होला है त।